अतः 11वां अध्याय मंगलाचरण। सोहम सत्यम प्रकृति पुरुष ब्रह्ममसि। सोहम सत्यम प्रकृति पुरुष ब्रह्ममसि। सोहम सत्यम प्रकृति पुरुष ब्रह्ममसि। एकम ब्रह्मास्ति द्वितीयं ब्रह्म नास्ति। द्वितीयं ब्रह्मास्ति एकम ब्रह्मास्ति। खम तत्वहं चिदानंदम परमानंद स्वरूप ब्रह्म नाम सामे। योग मार्ग अति सुंदर तथा मोक्षको लागि परम लक्ष्यको मार्ग हो। योगलाई पूर्ण घटित गर्न योग अभ्यासको अति आवश्यक पर्दछ। आसन प्राणायाम यसको लागि महत्त्वपूर्ण कार्य हो। पूर्ण वेद भन्छ सूर्य नमस्कार विभिन्न आसन सकिसकेपछि सर्वप्रथम अलम विलम चन्द्र नाडी शोधन अलम विलम माथा नाडी शोधन एउटै हो। त्यसपछि केश भाती अथवा कपाल भाती, त्यसपछि चक्रभाती, त्यसपछि भस्त्रिका, त्यसपछि सुदर्शन क्रिया। यी विभिन्न प्रकारका प्राणायाम गर्नु। अन्तिममा चाहिँ सुदर्शन क्रिया गर्दै सोहमको गति साथ ओमकारको ध्वनि लगाएर योगको मार्गमा जानु। योगहरूमा सर्वोत्कृष्ट योग पूर्ण तत्त्व ब्रह्म योग भनिन्छ। अन्तर्गत पूर्ण तत्त्व परब्रह्ममा विलय हुने, मिलन हुने, सम्मिश्रण हुने, शक्ति प्रवाह हुने योगलाई पूर्ण तत्त्व ब्रह्म योग भनिएको हो। आउनुहोस्, योगहरू मध्येमा पूर्ण तत्त्व ब्रह्म योग किन ब्रह्मसँग जोडिन्छ र यसले के कुराहरूमा फाइदा गर्छ र पूर्ण तत्त्व ब्रह्म योग आवश्यक किन छ, यसको बारेमा चर्चा गरौँ। पूर्ण तत्त्व पूर्ण ब्रह्म एकहं योग मार्गम परसिद्धम मोक्ष मार्गम स्थितः। योग तत्त्व अथवा पूर्ण तत्त्व पूर्ण योग, पूर्ण ब्रह्मको योग, यो योग चाहिँ मुक्तिको लागि एउटा मार्गदर्शन हो। यसकारण मुक्ति प्राप्त गर्नलाई गरिने मार्गदर्शकीय योग भनेकै पूर्ण तत्त्व ब्रह्म योग हो। पूर्ण तत्त्व ब्रह्म योगलाई आत्मसात गर्दै स्वीकारोक्त भावमा जाने हो। विभिन्न प्रकारका प्राणायाम जो हामीले बतायौँ ती सबै प्राणायाम सम्पन्न गरिसकेपछि अब सुदर्शन क्रियाको गतिमा ओमकारको ध्वनि लगाएर ब्रह्ममा समर्पित हुँदै जानुहोस्। आउनुहोस्, शाब्दिक ध्यानको अभ्यास गरौँ। ओमकारको ध्वनिसँगै गहिरो डुबुल्की मार्दै जानुहोस्। अनेकौं विचारहरू आउँछन्, ती विचारलाई हेर्दै जानुहोस्। कति राम्रा विचारहरू भन्नुहोस्, चाहे ती नकारात्मक आवश्य आओस्, ओहो 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 रमाउँदै जानुहोस्, तर ती विचारहरूमा नडुब्नुहोस्। एक दिन तपाईँलाई यस्तो हुनेछ, बिस्तारै तपाईँ खुल्ला हुँदै परम आनन्दको गतिमा जानुहुनेछ। विचारबाट शून्य हुँदै अनाहत नूरको मार्ग हुँदै तपाईँ ज्योतिर्मय दर्शनको मार्गदर्शनमा जानुहुनेछ। यसरी नै पूर्ण तत्त्व ब्रह्म योग पूरा हुनेछ। पूर्ण तत्त्व ब्रह्म योग 24 मिनट, 8 मिनट, 12 मिनट, 24 मिनट, बिहान 24 मिनट, बेलुका 24 मिनट एकदम राम्रो समय हुनेछ। यसरी तपाईँले साधना गर्न सक्नुहुनेछ। जब साधनाबाट निस्किएपछि पूर्ण ब्रह्म परमात्मा पूर्ण तत्त्व ब्रह्म योगको योग अनुसार तपाईँ निस्किनुहुनेछ। एउटा सङ्कल्प गर्नुहुनेछ, मैले देखेको विचारबाट माथि उठी ममा हुने आध्यात्मिक अनुभूति भौतिक देह पनि रहिरहोस् भन्ने सङ्कल्प प्रार्थना गर्नुहुनेछ। यिनै भावका साथ तपाईँ योग मार्गबाट निस्किनुहुनेछ। तपाईँ पूर्ण योगमा माया मार्गबाट काम गर्नुहुनेछ। त्यो योगिक मार्ग हो। जस्तै तपाईँ स्कुलमा पढाउँदै हुनुहुन्छ भने पनि तपाईँ परब्रह्मको लागि पढाइराख्नु भएको छ, त्यो योगीहरूको सिद्धान्त हो। भोजन खानुभएको छ भने मेरो देह परमात्मा बस्ने मन्दिर हो, यो मन्दिर रहे परमात्मा रहनुहुन्छ, नत्र रहनु हुँदैन भन्ने भाव लिएर गर्नुहुनेछ। त्यो नै तपाईँको लागि उत्कृष्ट मार्ग हो। यिनै कुराहरूलाई आत्मसात गर्दै अगाडि बढ्न सक्नुहुनेछ। योग भ्रष्ट हुन नदिने गर्ने के उपायहरू छन्? 1. कम बोल्ने, धेरै सुन्ने।
दुई, साधनाको अन्तराल गहिरै डुब्ने प्रयास गर्ने। 3, सत्वगुणी भोजन ग्रहण गर्ने। 4, एक नारी ब्रह्मचारीको सिद्धान्तलाई अवलम्बन गर्ने। 5, कीर्तन गर्ने। 6, कर्म सबै श्री कृष्ण नाम अर्थात् कल्की नाम, नारायण नाम, राम नाम अर्थात् श्रीवार्पणमस्तु गर्ने। इत्यादि कर्म गर्नुभयो भने योग भ्रष्ट हुने केही छैन। जे आउँछ स्वीकार्ने, नसक्ने कुरालाई पहिलेदेखि हट्ने, यी कुराहरू हजुरहरूले ख्याल गर्नुभयो भने कर्मबन्धन गर्नुपर्ने छैन। भोलि नयाँ विषयमा चर्चा गर्नेछौँ। आजको अध्याय यति नै। आमेन।